अबको ठ्याक्कै 24 घण्टापछि नेपालमा फेरि एउटा बब्बाल हुनेवाला छ। ठूलो संख्यामा मानिसहरू घाइते हुन सक्छन्, हजारौं नागरिक घरबार बहिन हुन्छन् अनि देशमा अशान्ति र द्वन्द्व मचाउन मौका कुरेर बसिरहेका केही समूहले ठूलो मात्रामा घुसपैठ गर्न सक्छन्। यदि मात्रै होइन, रासोपा भित्रै पनि ठूलो तनाव र शक्ति संघर्ष सुरु हुनेछ, किनकि पार्टी नेता र कसैसँग पनि सल्लाह नगरिकन एकल प्रधानमन्त्री बालेनको निर्णयमा भोलि अर्थात् शनिबारदेखि सुकुम्बासी बस्ती हटाउने आदेश जारी भएको छ। पछिल्लो सरकारी डाटा अनुसार देशैभर गरेर करिब 1,60,000 देखि 70,000 घर परिवार सुकुम्बासी छन्, जोसँग साँच्चै जग्गा जमिन केही पनि छैन। यस्तै करिब 6 देखि 9 लाख परिवारको घर त छ, तर उनीहरूसँग कागजात छैन, जसलाई सरकारले अव्यवस्थित बसोबास भनेर वर्गीकरण गरेको छ। यो दुवैलाई मिलाउँदा नेपालमा भूमि सम्बन्धीको समस्यामा करिब 10 लाख भन्दा बढी परिवार अर्थात् 40 देखि 50 लाख नागरिकहरू छन्। त्यसैले यो सोचे जति सजिलो छैन, तर असम्भव पनि छैन। सामाजिक सञ्जालमा अहिले कसैले कुरै नबुझिकन, कसैले आधाउधी मात्रै बुझेर, त कसैले केवल आफ्नो नेताको पक्ष वा विपक्ष लिनकै लागि सुकुम्बासीको बारेमा आफ्नै धारणाहरू बनाइरहेका छन्। कोही सुकुम्बासी हटाउनु हुँदैन भन्ने पक्षमा छन्, त कोही सुकुम्बासीको नाममा हुकुम्बासी भएको भन्दै डोजर लगाएरै भए पनि हटाउनु पर्छ भन्ने पक्षमा छन्। तर पक्ष र विपक्ष नभई निष्पक्ष ढङ्गले सुकुम्बासी भन्ने यो शब्द पछाडि लुकेको नेपालको यथार्थ जान्न मन छ भने भिडियो लामो छ, तरै पनि यो भिडियोलाई अन्त्यसम्म हेर्नुहोला अनि त्यसपछि बल्ल आफ्नो धारणा बनाउनु होला। अब लागौं काठमाडौँतिर। बालेनको आदेशपछि थापाथालीमा रहेको सुकुम्बासी बस्तीमा हिजो बेलुका माइकिङ भयो, जसमा शनिबार बिहानैदेखि डोजर चल्ने हुँदा समयमै आफ्नै सामान हटाउन, साथै सुत्केरी, बिरामी, वृद्ध र अशक्तहरूलाई उचित स्थानमा सार्न अनुरोध गरिएको छ। सरकारको यो माइकिङसँगै देशैभरिको सुकुम्बासीहरू अहिले एकजुट भएका छन्। राष्ट्रपा बाहेक प्राय राजनीतिक दलहरू प्रधानमन्त्रीको यो निर्देशन विरुद्ध उभिएका छन्। दुर्गा प्रसाईका समूह अनि जेनजीका केही अगुवाहरू समेत सरकारको यो निर्णय विरुद्ध उभिएको छ। अरू त अरू राष्ट्रपा चितवनको सभापति समेत सरकारको यो निर्णय विरुद्ध उभिएको छ। हिजो बेलुकाको माइकिङ पछि अहिले केही सुकुम्बासीहरूले आफ्नो सामानहरू त्यहाँबाट सार्न सुरु गरिसकेका छन् भने केही बरु मर्न तयार छौं तर बस्ती खाली गर्दैनौं भन्ने पक्षमा छन्, किनकि उनीहरूलाई हटाउने प्रयास अहिले मात्रै होइन, विगतमा पनि सरकारले पटक पटक गर्दै आएको थियो तर सकेका थिएनन्। अहिलेको नयाँ पुस्तालाई लाग्न सक्छ कि यो सुकुम्बासी हटाउने भन्ने कुरा अस्ति अर्थात् 2079 को स्थानीय निर्वाचनमा बालेन काठमाडौँको मेयर बनेर आएपछि मात्रै सुरु भएको होला भन्ने, तर वास्तविकता यो होइन। बालेनले राजनीति गर्ने सोच बनाउनु भन्दा निकै पहिलेदेखि नै नेपाल सरकारले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन अनेक प्रयास गरेको थियो। अब हाम्रो घडीको सुई घुमाउ 2068-69 सालतिर, जब डाक्टर बाबुराम भट्टराई देशको प्रधानमन्त्री बने। त्यसपछि उनले सुरु गरे नेपालमा सडकहरू चौडा बनाउनेदेखि खोला किनारामा रहेको सुकुम्बासी बस्तीलाई हटाउने र उनीहरूलाई व्यवस्थापन गर्ने सम्मको कामको सुरुवात। बाबुरामको पालामा यही थापाथलीमा रहेको करिब 250 वटा भन्दा बढी टहराहरू भत्काइयो। त्यसपछि ऊ बेला पनि सरकारको यस्तै चर्को आलोचना भयो। नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूले समेत बाबुराम सरकारको चर्को निन्दा गरे, किनकि त्यो बेला 1000 भन्दा बढी मानिसहरू बिचल्लीमा परेको थियो। चौतर्फी आलोचना भएपछि त्यसको एक हप्तापछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पीडित सुकुम्बासीसँग भेटवार्ता गरे अनि तत्कालको लागि 15-15 हजार राहत उपलब्ध गराए, साथै चाँडै सुकुम्बासीको लागि एउटा वैकल्पिक बस्ती बनाउने बाचा पनि गरे। बाबुरामले बाचा मात्रै गरेनन्, उनले इङ्गजु नारायणमा शहरी विकास तथा भवन निर्माण विभाग मार्फत इङ्गजु नारायण जग्गा एकीकरण समितिबाट 8 रोपनी भन्दा बढी जग्गा खरिद गरेर त्यहाँ सुकुम्बासीको लागि घर बनाउन सुरु गरे। नभन्दै करिब 2 वर्षभित्र कम्तीमा पनि 227 परिवार बस्न मिल्ने गरी लगभग 23 करोड रुपैयाँ खर्च गरेर यो हाउसिङ बनाए। तर सुकुम्बासीहरू त्यहाँ सर्न मानेनन्, जसको कारण थियो सबैको जागिर व्यवसाय काठमाडौँमा भएको, तर यो हाउसिङ काठमाडौँ भन्दा अलिक टाढा भएको, खानेपानीको व्यवस्था नभएको, बालबालिका पढाउन विद्यालय नभएको र सरकारले उक्त बिल्डिङ सित्तैमा नभए भाडा सिस्टममा दिने योजना बनाएको आदि इत्यादि। त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्रीबाट हटे अनि उनीसँग यो योजना र भवन पनि लथालिङ्गै भयो। आजसम्म पनि 23 करोड लगाएर बनाइएको यो भवन भूत बङ्गला जस्तै गरी त्यहाँ खडा छ, तर बस्न लायक छ कि छैन थाहा छैन, किनकि पछिल्लो 12 वर्षदेखि यतिकै बेवारिसी पाराले छोडिएको भवनको हालत कस्तो होला तपाई आफै कल्पना गर्नुस्। हो, यही बेलाको अनुभव थापाथलीका सुकुम्बासीहरूसँग छन्। त्यसैले यो पटक पनि सरकारसँग झुक्ने होइन, जित्न सक्छौं भन्ने मनासाय उनीहरू भित्र देखिन्छ। खैर, अब हेरौं अहिले थापाथलीमा बस्दै आएका सबै वास्तविक सुकुम्बासी हुन् त भन्ने कुरा। यसको एक लाइन उत्तर हो, थापाथलीमा हाल बस्दै आएका सबैजना वास्तविक सुकुम्बासी होइनन्। भूमि आयोगको पछिल्लो तथ्याङ्क अनुसार यहाँ बसोबास गर्दै आएका अधिकांशको नाममा जग्गा जमिन छ, तर पनि उनीहरू 20औं वर्षदेखि बस्दै आएको त्यो ठाउँ छाड्न चाहँदैनन्, किनकि यहाँको जग्गाको अहिले आनाकै करोडौं मूल्य पर्ने गर्दछ। अनि मुख्य कुरा भनेको देशैभर सुकुम्बासीको नाममा सरकारी जग्गा हडप्ने एउटा ठूलो भूमाफियाको गिरोह छ, जुन विभिन्न राजनीतिक दलको आशीर्वादमा वर्षौंदेखि सरकारी जग्गामा रजगार गर्दै आइरहेका छन्। त्यसैले बाबुराम भट्टराईले सुरु गरेको यो अभियानलाई बालेनले पूर्णता देलान् भन्ने धेरैको अपेक्षा छ, तर सँगसँगै वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूमाथि अन्याय हुन नदिनु पनि उत्तिकै चुनौतीपूर्ण छ। तर यसो भन्दै गर्दा अहिले सामाजिक सञ्जालहरुमा भिडियो हेरेर
भनेर घाँटीमा 1-2 तोलाको सिक्री, हातमा 1-2 तोलाको औँठी लगाएको देखेपछि यस्तो नि सुकुम्बासी हुन्छ, यत्रो सुन भएको मान्छे कसरी सुकुम्बासी हुन्छ भन्ने जुन तर्क हामी गर्दैछौँ त्यो पनि सरासर गलत हो। किनकि सुकुम्बासी भनेको बिहान बेलुका भात खानै नसक्ने भन्ने होइन। सुकुम्बासी भनेको आफ्नो 3 पुस्ताको नाममा जग्गा जमिन नभएको भन्ने हो। किनकि हामी गाउँबाट आएर काठमाडौँमा कोठा भाडा लिएर बस्नेहरूले त जागिर व्यापार व्यवसाय गरेर पैसा कमाएका हुन्छौँ, सुन लगाएका हुन्छौँ भने उनीहरू त 20औं वर्षदेखि काठमाडौँमा भाडा तिर्नै नपर्ने ठाउँमा बसिरहेका छन्। उनीहरू पनि काम गर्छन्, जागिर गर्छन्, उनीहरूको पनि छोराछोरी विदेश गएका छन्। सोच्नुहोस् त, हामीले 20 वर्ष काठमाडौँ बसेर घरबेटलाई तिर्ने भाडाको मात्रै हिसाब गर्ने हो भने त्यो लाखौँदेखि करोडौँ हुन आउँछ। अनि उनीहरू त सरकारी जग्गामा टहडा बनाएर बसेका छन्, 1 रुपैयाँ भाडा कसैलाई तिर्नु परेको छैन। अब उनीहरूले 2-4 तोलाको औँठी र सिक्री लगाउनु के ठुलो कुरा भयो त? त्यसैले सुन देख्ने बित्तिकै सुकुम्बासी होइन भनेर भन्न मिल्दैन। किनकि नेपालको कानुनले सुन होइन, आफ्नो 3 पुस्तेको नाममा जग्गा नभएकोलाई सुकुम्बासी भनेर परिभाषित गर्छ। अब हेरौँ नेपालको संविधानले के भन्छ त यो विषयमा भन्ने बारे। नेपालको भूमि सम्बन्धी ऐन 2020 र राष्ट्रिय भूमि आयोग अनुसार नदी वा खोला किनार, सडकको अधिकार क्षेत्र, वन, धार्मिक तथा पुरातात्विक स्थान, हाइटेन्सन लाइन मुनि र बाढी पहिरो जस्तो जोखिमयुक्त स्थानमा बसोबास गरेका सुकुम्बासीहरूलाई त्यही जग्गा दिन मिल्दैन र सुरक्षित स्थानमा सार्नुपर्छ। तर कानुनले निषेध नगरेका सुरक्षित जमिनमा बसिरहेका सुकुम्बासीहरूलाई भने सरकारले निशुल्क जग्गा दिन सक्छ। यसअनुसार शहरी क्षेत्रमा बढीमा 130 वर्ग मिटर अर्थात् झण्डै 4 आना र ग्रामीण क्षेत्रमा करिब 340 वर्ग मिटर अर्थात् झण्डै 10 आना 3 पैसा वा करिब 1 कट्ठासम्म दिन सकिन्छ। यदि कृषि प्रयोजनको लागि जग्गा दिनु परेमा तराई मधेसमा करिब 2000 वर्ग मिटर झण्डै 6 कट्ठा र पहाड हिमाल क्षेत्रमा करिब 3000 वर्ग मिटर झण्डै 6 रोपनीसम्म उपलब्ध गराउने व्यवस्था छ। यसको अर्थ नेपालको कानुनले नै स्पष्ट भनेको छ कि सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउनु पर्छ, तर त्यो ठाउँ चाहिँ सुरक्षित स्थानमा हुनुपर्छ। खैर, हालसम्म सुकुम्बासी र भूमिहीनको पहिचान गरेर उनीहरूलाई लाल पूर्जा वितरण गर्नको लागि सरकारले विभिन्न आयोगहरू बनाएको छ। तर ती आयोगहरूले केही सुकुम्बासीहरूलाई लाल पूर्जा दिने काम त गर्यो, तर भने जस्तो काम गर्न सकेको छैन। खैर, अन्त्यमा कुरा गरौँ अब सरकारले के गर्नु पर्ला त भन्ने बारे। सबैभन्दा पहिले भोलि डोजर लगाउनु अघि उबेला बाबुराम भट्टराई सरकारको पालामा बनेको यो अपार्टमेन्टको सरसफाई, मर्मत र सम्भार गर्नु पर्ला। त्यसपछि वास्तविक सुकुम्बासीहरूलाई पहिचान गरेर त्यहाँ सार्नु पर्ला अनि उनीहरूलाई त्यही रोजगारी दिने व्यवस्था गर्नु पर्ला। उनीहरूको बालबालिका पढ्नको लागि एउटा विद्यालयको व्यवस्था गर्नु पर्ला। उनीहरूको लागि चाहिने पानी बिजुलीको व्यवस्था गर्नु पर्ला। अनि यति गर्दा पनि टेरेन भने बल्ल थापाथलीको त्यो बस्तीमाथि डोजर लगाउनु पर्ला। बाँकी तपाईँको धारणा के छ कमेन्ट गर्नुहोला।